जय मसी एभ्रिवान, सबैलाई प्रभुको अनुग्रह तपाईँ हामीसँग सधैँभरि रहून्। म तपाईँहरूको बिचमा यो युहन्नाको वचन सुसमाचारबाट केही कुराहरू मैले बुझेको कुरा तपाईँसँग सेयरिङ गर्न आएको छु। मत्ती, मर्कुस, लुका, युहन्ना यी चारवटा पुस्तक चाहिँ सुसमाचारको पुस्तक हो भनेर हामीले पाउँछौँ। अनि मत्ती र मर्कुस अनि अगाडि पछाडि छन्, तर बाइबलले भन्छ तर मर्कुसको पुस्तक चाहिँ पहिले नै लेखेको छ भनेर बाइबलको विधले चाहिँ हामीले सिकाएको छ। अनि मत्ती, मर्कुस, लुका, युहन्ना यी चारवटा पुस्तक चाहिँ एक अर्कामा परिपूरक छन्। यसरी यिनीहरूमा चाहिँ एक अर्कासँग सम्बन्धित वचनहरू छन्। भनेपछि म तपाईँहरूको बिचमा युहन्नाको सुसमाचारको बारेमा केही कुराहरू लिएर आएको छु। यसरी लेखिएको छ युहन्ना 1:1 अनि वचन चाहिँ देहधारी हुनुभयो भनेर लेखिएको छ। वचन देहधारी भएको चाहिँ युहन्ना 1:1 छ। अनि बप्तिस्मा दिने युहन्नाको गवाही चाहिँ अनि युहन्ना 1:19 छ। अनि युहन्ना 1:29 हामीले हेर्छौँ भने परमेश्वरको थ्रुमा येशू भनेर येशूको बारेमा चाहिँ मानिसहरूको पाप उठाइलानको निम्ति आउनुभएको थुमाको बारेमा लेखिएको छ। अनि युहन्ना 1:35 चाहिँ फेरि येशूका प्रथम चेलाहरू चाहिँ को छन् भनेर चाहिँ त्यहाँ हामीले पाउँछौँ भने अनि युहन्ना 1:43 चाहिँ नाथानेल र येशूको बारेमा, फिलिप र नाथानेलको बारेमा हामीले यसमा पाउँछौँ। अनि भनेपछि अझ फेरि 2 अध्यायमा जाउँ हामी। 2 अध्यायमा जाँदै गर्दा 2:1 हामीले काना नगरमा येशूले पहिलोचोटि गर्नुभएको अचम्मको मिराकलको काम आश्चर्य कर्म चाहिँ काना नगरको विवाह भोजमा चाहिँ युहन्ना 1:1 नै पाउँछौँ। युहन्ना 2:1 युहन्ना 2:1 पाउँछौँ हामी। भनेपछि हामीले चाहिँ युहन्ना 2:2 चाहिँ येशूले मन्दिर शुद्ध पार्नु भएको हामीले हेर्छौँ। अनि यसरी नै हामीले हेर्दै जाँदा फेरि 3:1 निकोदेमसलाई येशूको शिष्य अनि हामी पाउँछौँ। भनेपछि 3:1 हामी बप्तिस्मा दिने युहन्नाको पछिल्लो गवाही के रहेछ भनेर अनि हामीले त्यहाँ पाउँछौँ। भनेपछि युहन्ना 4:1 चाहिँ 1:1 अनि सामरी स्त्रीसँग येशूको भेटघाटको बारेमा हामीले पाउँछौँ। अनि 4:2 अनि फेरि दोस्रोमा जाउँ भने 4:43 युहन्ना 4:43 हामीले गयौँ भने 1:43 उच्चाधिकारीको छोरो निको भएको अनि त्यहाँ चाहिँ कहिले पनि डक्टरले अनि आयुर्वेदिकले अनि निको पार्न नसकेको अनि येशूले निको पार्नु भएको हामीले त्यहाँ पाउँछौँ। अनि युहन्ना 5:1 अनि जलकुण्डमा पक्षघाती निको भएको युहन्ना 5:1 हामीले पाउँछौँ। भनेपछि युहन्ना 5:1 परमेश्वरको पुत्र येशूद्वारा परमेश्वरको पुत्र येशूद्वारा हाम्रो जीवनमा चाहिँ नयाँ जीवन रिन्यू हुन्छ। 2 कोरिन्थी 5:17 भन्छ जो ख्रिस्टमा छ त्यो चाहिँ नयाँ सृष्टि हो भनेर। अनि वचनले हामीलाई इङ्गित गर्छ त्यसरी। अनि परमेश्वरको पुत्रद्वारा हामीलाई चाहिँ जीवन, आदमद्वारा चाहिँ मृत्यु भयो भनेपछि येशूद्वारा चाहिँ हामीले जीवन पाएको छ लेखिएको छ बाइबलमा। अनि यस्तो लेखिएको छ अनि दुईवटा मानिसहरूबाट एकजना मानिसले चाहिँ सर्पलाई किच्याउने अधिकार पायो। परमेश्वरको एकजनाले चाहिँ मृत्यु ल्यायो भनेपछि अर्कोले चाहिँ जीवन ल्यायो भनेर हामीले वचनमा पाउँछौँ। त्यसरी नै अनि परमेश्वरको पुत्रबाट चाहिँ हामीले जीवन पाएको छ। हस्, जय मसीह।